हेलो ल साथीहरू, आज चाहिँ म तपाईँहरूलाई DJI को Osmo Mobile 7P स्टेबलाइजर गिम्बलको अनबक्सिङ गर्न गइरहेको छु हैन। के छ कस्तो छ यसको हैन रिभ्यू म तपाईँहरूलाई चाहिँ देखाउँछु है त। यो चाहिँ DJI को Osmo Mobile P चाहिँ अटो ट्र्याकिङ भएको 10 घण्टा ब्याट्री ब्याकअप हैन। यहाँ छ 10 घण्टा ब्याट्री ब्याकअप एन्ड देन अल्सो ब्लुटुथ पनि भएको र स्ट्रङ वाला मोबाइल फोन स्टेबलाइजर एकदम स्मुथली हैन। यो चाहिँ मैले आफ्नो पर्सनलको लागि यसो भ्लगिङको लागि यसो रमाइलो गर्नको लागि यो गरेको छु। यो चाहिँ कस्तो छ म तपाईहरुलाई देखाउँछु। यस ल है यसो खोलौँ। यसमा चाहिँ हैन त्यति धेरै त छैन हैन। यो मोबाइलको चट्टला र यो चार्जिङ केबल। यो चाहिँ यसमा अल्सो ब्याट्री ब्याकअप पनि हुन्छ है, पावर ब्याङ्क पनि हुन्छ चाहिँ त्यो जुन अटो ट्र्याकिङको उसमा लगाएर मोबाइलमा जोड्ने। यो चाहिँ मोबाइल होल्डर अल्सो यो म्याग्नेटिक वाला है। यो चाहिँ मोबाइल होल्डर यो एकदम स्ट्रङ म्याग्नेट होल्डर हो, एकदम बलियो। र यो चाहिँ छ यसको DJI को अटो ट्र्याकिङ अल्सो लाइट पनि भएको, यसले ट्र्याक गर्छ, क्यामेरा पनि यसैमा छ। अनि यसमा चाहिँ यो जोडेर मोबाइल चाहिँ गर्न चार्जिङ गर्न मिल्छ सब। अर्को छ मेन गिम्बल। यो चाहिँ वारेन्टी कार्ड भइहाल्यो। यो चाहिँ गिम्बल ओहो टन ए असली चाहिँ यो है, यस्तो दामी छ हैन। यसलाई चाहिँ चट्ट लाएर यस्तो गर्यो हैन, यस्तो गरेर ओपन गर्यो। यसमा चाहिँ ट्राइपड पनि भएको है, तल राख्न पनि मिल्छ, यसरी टक्क अड्याउन मिल्छ। यसमा चाहिँ यो पनि छ अर्को, हामीले चाहिँ ठुलो स्ट्यान्डमा राखेर घुमाउन पनि मिल्छ। ट्याकटुक छ है। अब यो मोबाइल हालेर म चाहिँ कस्तो देखाउँछ म देखाउँछु है त। मोबाइल चाहिँ सेन्टरमा गरेर राख्ने हैन, सेन्टर